गर्दाखेरि गाइज हामी चाहिँ तलतर्फ जाँदैछौँ र भ्लग चाहिँ फेरि यहाँबाट स्टार्ट गरेर उताको एन्डिङ हो फर्किन लाग्छ भ्युहरू पनि हेर्नु अलिअलि रमाइलो के कसो हुन्छ अब यहाँबाट हामी डाइरेक्ट बुर्तिबाङतर्फ जान्छौँ अनि बुर्तिबाङबाट चाहिँ बुर्तिबाङमा बस्ने प्लान छ आज सकिन्छ कि सकिन्न लेट्स सी अब ढोरपाडा नै बस्नुपर्ने हुन्छ अब एउटा न्यानो होटल खोलेर तर राति त लास्ट गाह्रो हुन्छ चिसोले औडा चिसो हुन्छ रम्मै यस्तो चिसो त कहिल्यै हुन्थेन होला घाम पनि डुब्न आँटिसक्यो आफ्नै म्याग्दी जिल्लामा आएर ड्रोन सट हानियो बागलुङ जिल्लामा हानिएन किनकि एउटा खोलाभन्दा यता चाहिँ निकुञ्ज चाहिँ पर्दैन अरे त्यो भएको कारणले चाहिँ मैले यतातिर हानेको छु सो तपाईँले सब्सक्राइब गर्नुभएको छैन अनि गाइस सब्सक्राइब गर्नु होला मेरो इन्स्टाग्राम फोटोहरू बबाल हेर्नको लागि अनि म कहाँ छु के छु मलाई भेट्ने छ यताउता अपडेट नेक्स्ट अपडेटको लागि चाहिँ इन्स्टाग्राममा फलो गर्नु होला म इन्स्टाग्राममा अपडेट नै दिइरहेको हुन्छु तपाईँहरूलाई अब घुम्टी आँखामा घाम परिरहेछ यताबाट साइडबाट चलाउँदाखेरि चिसो पनि मजाको चिसो भइरहेछ अब यो घाम गयो भने त चलाउन सकेला भन्ने त आशै नगरे हुन्छ जस्तो लाग्छ मलाई किन भन्नुपर्दा चाहिँ यस्तो चिसो हुन्छ कि शीत परिदिन्छ कि हिँड्दा आँखामा आँखा त यो भाइजर खोलेर चलाउनै सकिँदैन त्यो भएको कारण हेर्नु न चुच्चो चुच्चो रुख क्या बवाल देखिरहेको छ त्यहाँ माथिको सबै नाङ्गो नाङ्गो रुख डाँडाहरू छ सुरक्षाहरू पछाडि आउँछन् अरू बेबीहरू अगाडि गइसके झिकेको अवस्था छ किन झिकेको भन्नुपर्दा मेरोमा यहाँ कालो भाइजर त छ तर माथि माइक अड्काएको कारणले चाहिँ जुगाड गरेर राखेको छु माइकको साउन्ड क्यार आयो नि त त्यो भएको कारणले म गक्स लाउँछु छुट्टै अनि आँखामा घाम पऱ्यो उताबाट डाइरेक्ट पऱ्यो घाम दिमाग खराब भयो यस्तो गऱ्यो यस्तो गऱ्यो यस्तो भने घाम पऱ्यो नि पर जे पऱ्यो नि पर ल सही हो गाइस अब फर्किने बेला जाडोको छुट्टै महसुस हुन्छ यस्तो जाडो हुन्छ कि कुरै छोडिदिने बिस्तार तल तल जाँदाखेरि हाम्रो तातो हुन्छ कि सायद तर तल पनि जाडै थियो आम्मा औडा जाडो हुन्छ फेरि यहाँ घाम पाहाडमा चाहिँ घाम डुब्यो भने चाहिँ घाँसै डुबिन्छ कि किनकि पाहाडले गर्दा त्यो खासै भर बनाउँदैन नि त भाइरस ब्रदर चाहिँ पछाडि नै हुनुहुन्छ बिस्तारै आउँदै हुनुहुन्छ अनि म चाहिँ अलि अगाडि नै छु आज जहाँसम्म लाग्छ मलाई हाम्रो बास भनेको ढोरपाडा नै हुन्छ होला तल गइँदैन होला तर त्यहाँ चाहिँ राम्रो होटल खोल्नुपर्छ हावाहरू नछिर्ने टाइपको कि अँध्यारो पनि झ्यामझुम भइरहेछ अँध्यारोमा त पापै घाम बुरेपछि चलाउनु त पापै हुन्छ अनि चाहिँ हो हिजो चाहिँ धन्न टाइममा आइयो हामी माथि ढोरपाडा तल बुर्तिबाङबाट अहिले चाहिँ हामी यहीँ माथि नै छौँ तर यति बेला त आइसकेको थियो घाम डुब्ने बेला चाहिँ अनि ठ्याक्क आइसकेको थियो र बेलुका चाहिँ एकदम जाडो भयो हामीलाई चाहिँ हावाले हानेर पहिला मान्छेहरू झन् के गरेर बस्थ्यो होला 100% हावा प्रुफ बनाउनु पाए त सही हुन्थ्यो कि पल्ट्यो अच्छा लेकिन बस अब घाम डुब्नलाई ढिलो हुन्छ बस छिटो चलो त्यो हिलो बाटोमा चाहिँ अलिकति लिक काट्ने बेला हाम्रो प्रपर डट होइन नि त अनि अहिले लिक काट्ने बेला ध्यान पुऱ्याउनु पर्छ मन 2-3 अच्छो भयो लड्ला जस्तो भयो अहिले रात पऱ्यो भने त यहाँ भुटाउला जस्तो ठाउँ छ त डर लाउने यस्ता राति एका चलाउन सकिन्छ त नि होइन के हो र गाइस जाडोमा आगो टापेर बस्नुभयो चाहिँ एकछिन ल तिमीलाई नयाँ ट्याक्स लैजाऊ ल फेरि लैहाल छिटो लैजाऊ छिटो ल धराने केटीको आँट हेर ल छिटो यो छेउछाउमा लैजाऊ छेउछाउबाट लैजाऊ न तिमी आँटिलो मान्छे लैजाऊ त नि यताबाट लैजाऊ यहाँ कुरमलाई पारी गरेर जाऊँ ओहो चिसो खुट्टा नि हाल्न मन छैन हामीलाई यता पुल बनाइदिएको छ आनन्दले पुलबाट लैजाउँ होइन धेरै एडभेन्चर देखाउँदाखेरि चाहिँ यहाँ ढाड सड्किएको अवस्था छ यिनलाई यिन गाह्रो होला फेरि लियो दुइटाले लियो लो हब खुट्टा भाँच्यो भगवान माटुको धन्न मैले खुट्टा भाँच्यो भनेको यार तिमीले डुइगरमा हालि त्यो हो खुट्टै चिसो हो मेरो नि अहिले जानै पर्यो त्यो पुलमा धन्न यार चोट त लागेन नि चोट लाग्यो ल ठिक छ चोट लागेन भने त्यो खाल्टोमा खुट्टा पस्छ भनेर खुट्टै भाँच्यो भनेको म त डराएको नि छु कति चिसो हो यार छु म त त्यो पालभित्र खुट्टा छिर्यो भनेको क्या छोडिदिउँ ढाडी सड्किएको मान्छे नि उडेर आउनुपर्ने अवस्था भयो यार खैतरीका बाइक उठाउँछु मैले बाइक उठाउनु पनि सक्दैन केटाहरू आएर उठाउँछन् चाबी चाहिँ अफ हान्नु टेट सातो गयो यार मेरो नि यार सो गाइस यहाँ चाहिँ डरदनाक क्र्यास भयो मुटुले ठाउँ छोड्यो यार अरू भन्दा नि बिचरा यार बडा खुट्टा भाँच्यो लौ भनेको कि त्यो पनि बाइकले मजा दियो अब हामी एक्लै भयो बेला त पानीभित्र गयो भने त मान्छे मर्ने चान्स हुन्छ नि त एकदम रिस्क भयो यार
बाइक चाहिँ लडोस् या झाड दुखेर वहाँ तल पुग्यो कि नि अनि भन्न बाइकले त थिचेन सातो गएर आम्मा छोरो म ढाड सड्केको मान्छे उडेर आएको देखि त्यो ए बा तिमीले डुईमा हालि त्यो चेक गरौँ के दुईमा हालेर पिकअप नपुगेको मैले देखेको छु आऊ तिमी नि आऊ 200 रुपए दे और 50 रुपए काट ओभर एक्टिङ तर ठिक छ केही भएन भगवानको कृपाले रमाइलो भयो हेर्नु त्यहाँ चटकी हेर्नु त्यहाँ अहिले त्यहाँ खुट्टा अड्केर अनि टाउको पानीमा डुब्यो भए चाहिँ के हुन्थ्यो डान्स हुन्थ्यो यस्तै तर जिन्दगीमा रमाइलो छ भगवानले चाहिँ हामीलाई ठुलो ल ठिक छ त्यो त नाच्न पाइयो यस्तो लडी नै सिक्ने नि खासमा गाइस तर ठिकै छ धन्न हेर त्यो पुलमा छौँ हामी चाहिँ यहाँ दामी पुल हेर्न सक्नुहुन्छ भ्यू पनि दामी हेर्न सक्नुहुन्छ तपाईँहरूले सर र आर्मी ब्यारेक त्यहीँ छ मेरो बाबाको जग्गामा आर्मी दाइले ब्यारेक बनाइदिएको रे हजुर तर फेरि यो कुरालाई धेरै जोकमा लिनु है खासमा चाहिँ रियलै हो कुरा तर जग्गाको लागि त्यस्तो चाहिँ होइन पहिलादेखि बाबा आउने बेला यहाँ घुम्न आउने बेला यहाँ चाहिँ म चाहिँ खासमा चाहिँ धेरै पछि जन्मेको नि त त्यो भएर मलाई यहाँ बर मागेर पाएको भन्छ नि त्यो बेला चाहिँ यहाँ आउने गोठ बनाउने आलु रोप्ने होइन अनि कहिले आफ्नो आउन नभउँदा पैसा दिएर आलु रोप्न लाउने जग्गा चाहिँ खाली हुनु भएन बाँझो हुनु भएन काम गरेर खेती गऱ्यो भने चाहिँ त्यो जग्गामा नाममा हुन्छ भनेर चाहिँ त्यो जमाना लगभग आज म नजन्मिदियो होला 25-30 वर्ष अगाडिदेखि नै आलु खेती गर्थ्यौँ पछि आर्मीले ल्याइदिएछ फेरि खोज्ने कुरा नि भन्नु त त्यो चाहिँ सरकारी जग्गा पछि काम गरिराख्यो भने चाहिँ त्यहाँ सरकारले जग्गा दिन्छ नि त नाममा त्यो मात्रै हो खासमा सबै मान्छेहरू त्यहाँ छन् धेरै बोलियो क्या सातोको अब बाइक उठाउनु पर्छ मेरो ढाडले चाहिँ सक्दैन ओ बाइक उठाउन चाहिँ हेल्प गर्न आमा गाइस डेन्जर डराएर किस बोक्सी लाग्यो भनेर अघि आगो बालेर टक्क यहाँ बोक्सी भएको रहेछन् मलाई नि आएर दिदियो भूत प्रेत भागो यो के नलडाइ ल है कसले जित्छ ल है बुट